त्यो अरू ज्याकेट किन लाएर आएको त्यो ज्याकेट खोल त्यो टोप पनि खोल यहाँ स्कुलको बाहेक अरू केही लाउनु पाइँदैन अनि सर हामीलाई चाहिँ जाडो हुँदैन र भने जाडो त मैले हुन्थ्यो नि मैले चाहिँ के लाग्छ यस्तो रहेछ अनि खान्छ त अलिकति छि बाउ भएर छोरालाई यस्तो सिकाउने हो नुहाउँदाखेरि पानीले पनि छुँदैन कि राखेपछि खान्छस् अलिक दिएन एक हो त ल्याउन न त एक लायक तँलाई आम्मा नुहाउ त त्यो त आज लौ प्रभु लौ हे परमेश्वरी के भयो गल्ती भयो हामीबाट माफ पुग्यो त लौ ए बुढा के भयो किन कराएको यो नुहाएर आएर चिसो लाएर कामेको यो म जान्छु कहाँ जान्छु यहाँ हेर यहाँ मोएर कालै छ यहाँ हेरी कालो त छोरे कालो बाइक कहाँ गएर हुन्छ त छोरी जा गरौँ न भयो म जान्छु कहाँ यहाँ हेर कानमा हेर गाजी छ के जा छिटो पालेर आइज बाबु म नुहाउँदिन अब म अब नुहाउँदिन हे बाबु नुहाउन पर्दैन तर लुगा त धुन पर्यो नि बाबु त्यहाँ भाडा छ किचनमा त्यत्रो माझ्न पर्यो नि ए म बल्ल बल्ल सलिमेर आउँछ के गर्न नि ल कान्छा लुगा धुन्ने भएपछि मेरो त्यहाँ दुईटा पेन्टी पनि छ है हजुरहरूलाई चिया कतिवटा लिएर हामी 3 जना छौँ भनेपछि अफ कोर्स 8 वटा ल्याउ न हस् जाडोमा तातो चिया भने बेस्ट हो कि केटा कति खाएर ल्याएर त अघि पनि चिया नि हक्छस् क्या कहाँ तिमीहरू जे नि भन्छ कहाँ त्यस्तो हुन्छ यार तिमीहरू के चिया नखाने हो के साह्रो जाडो हो बेबी बेबी तिमीलाई यो जाडोमा के भइदियो तातो हुन्छ जस्तो लाग्छ हाम्रो बे के मतलब हाम्रो बे के खायो भने नि तातो हुन्छ नि के खान्छौ भन ल म खुवाउँछु दुध दुध हाले चिया कति चिया चिया गरेर त्यो चिसोमा त बदाम सुन्तला खाए पनि हुन्थ्यो नि ग्यास्ट्रिक भएर मर्छौ कुन दिन ल बेबी कहाँ ग्यास्ट्रिक हुन्छ मलाई ग्यास्ट्रिक हुन्छ हुँदैन नि छि 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 बेबी ब्याड ह्याबिट सो मच छैन कस्तो जाडो बढाएको छ है आजकल सुन न तिमी कस्तो क्युट कति ह्यान्डसम रहेछ यार के अरे जाने हो छि भाइ के कुरा गर्ने तपाईँ 500 दिन्छु 500 बिक्री मान्छे दिनु तपाईँले ल 1000 दिन्छु ल मेरो पनि अलिकति इज्जत छ नि यार 1000 मा जान्छु 1000 प्लस दुध चिया ओहो अनि तैँले के भनिस् नि अफ कोर्स नि यार हुँदैन भन्दिनी ओहो ठिक गरिस् त किन उभिरहेको आइज यहाँ बस होइन ठिक छ म यहीँ ठिक छ आइज यहाँ बस आइज छिटो लौन प्रभु मेरो छोरालाई के भयो मैले के पाप गरेँ रे प्रभु आइएम सरी लौन प्रभु होइन मतलब म अलिकति ढिला आएँ त्यसैले भनेपछि मेरो छोरा ठिक हुन्छ होइन मैले कहाँ त्यस्तो भनेर तपाईँको छोरा त अन्तिम स्टेज भइसक्यो लौन डाक्टर मेरो छोरालाई के भयो उसले धेरै चिया खाएको कारण उसलाई ग्यास्ट्रिकबाट अल्सर र त्यो अल्सर पनि बिग्रिसक्यो अब उसको अन्तिम इच्छा के छ त्यो चाहिँ पुरा गर्दै हुन्छ बाबु तिम्रो अन्तिम इच्छा के छ मलाई भन त
मसला हाले 1 कप तातो चिया पाए हुन्थ्यो डाक्टर। लाच्या यस्ता त हेर्न सकिन जाडो यो जाडो महिनामा साह्रै छोटो हुने है। दिन मैले दिन भनेको दिन छोटो हुन्छ नि त। ए ठिक छ अब यो आगोमा तापेर नि के गर्नु अगाडि तातो हुन्छ जिउ पुरै तातो हुँदैन अब के तात्ने गर्नु पर्ने के जिउ तात्ने कुरा बरु मर्निङ वाक जाउँ न, जिउने तातो हुन्छ, हेल्थ पनि राम्रो हुन्छ। आगो मात्र हान्नेले त उठ्न नसकेले बिहान बिहान ल त चाहिँ उठ्दैन होला, जाउँ न त भोलिदेखि जाउँ ल। ल भोलि ल 4 बजे जाउँ है त 4 के 3 बजे जाउँ न त। ल ल ल जाउँ न भोलि, ल भोलि मर्निङ वाक ल। भन्न ओइ कहाँ छस् त? मर्निङ वाक जाने भने हैन? यस्तो जाडो छ यार मलाई कस्तो गाह्रो भइरहेछ म जान्न होला ए झन् म तेरो घर अगाडि आएर बसिरहेको थिएँ। सरी यार भोलिदेखि जाउँ न भोलिदेखि जाउँ है म भोलिदेखि जाउँ न ल ल भोलिदेखि चाहिँ यस्तो नगरे। ल ल ल धन्न यस्तो जाडोमा को जान्छ भाइ। म चलाउँछु नि। गाला पड्काउँछु अनि मेरो बाइक म बाइक अरू कसरी चलाउँदैन बुझ। तिमीहरू पछाडि बस्ने मात्रै हो, छुनी पनि होइन बाइक किन छोड्दै। पछाडि बस म चलाउँछु। बाइक तिमीहरू के त हो नि केटा, चलाउ न खै त यार के गरे। दिपेश त अन्त राइडर चला ल बाइक ल। मलाई त ज्वरो आएको छ म निमोनिया भएको कहाँ ज्वरो आयो चला चला। रुपेश ए रुपेश अनि राइडर खतरा हो नि यो त बबाल हो नि। यसलाई गाउँमा राइडर भन्छ चिन्छन् अनि यसले त यसो एक्सिडेन्ट पठाउनु बित्तिकै चाँडो किन पैसा त्यही त भनेको, कहिले चलाउनु कसले चलाउनु? चला चला चला। ए, त खतरा हो नि, त बेस्ट हो क्या। तँलाई बवाल तँ भन्छ बसेपछि नि। हामी कति सेक्युर हुन्छ हामी- बेस्ट हो क्या त। चला 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 बस बस। मैले बाइक नचला भने के हो? के हो त किन रोको? यो मरे भएर होइन के त? 5000 सापेट ल्याएको थिएँ नदेखि नै मऱ्यो म त मेरो 5000 जाउँ 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 अब आगो ताप्नु। के कुरा गर्छ साथी मरेछ कहाँ आगो ताप्दैन भने यसकै आगो ताप्नु भने हो कि? झाड त छ है जाउँ 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 ल यो लिएर आऊ। ल जाउँ त अब। बाइक त तै चलाउनु त होला नि अब। सो हे गाइस थ्याङ्क फर वाचिङ दिस भिडियो र आई होप यु गाइस इन्जोयड आवर भिडियो तर त्यस्तो धेरै इफर्ट त लाएर बनाएन हामीले इफोर्ट लागेन तर छोटो भए पनि र छ एकदम राम्रो छ। सो होपफुली तपाईँहरूलाई मनपर्छ होला, तपाईँहरूले यस्तै खाले कन्टेन्ट चाहिँ रुचाउनु भएको छ। सो अब छिट्टै नेक्स्ट भिडियो चाहिँ अब त्यस्तै लामो खाले अलिक प्रोफेसनल अलिक दामी आउनेवाला छ। सो यो चाहिँ हाम्रो क्यालिबरको अझै छैन होइन। सो आउँदै बाँकी छ, बवाल बवाल भिडियो आउनु बाँकी छ, सिरिज आउनु बाँकी छ। सो तपाईँले यसै गरी लभ देखाएको यसै गरी लभ देखाउँदै जानु होला गाइज, माया गर्दै जानु होला। सो अर्को कुरा चाहिँ के भन्दाखेरि चाहिँ हामी चाहिँ 3-4 दिनको ट्रिप हामी जानेवाला छौँ कालिम्पोङ उता सैलिङतिर। सो 4-5वटा भिडियो बन्छ, 4-5वटा भ्लग बन्छ। सो त्यो भ्लग चाहिँ उसको च्यानलमा अपलोड हुन्छ। उसको च्यानलको नाम चाहिँ दिपेश गौतम छ। सो सबैजना जानु सब्सक्राइब गर्नु अनि हेर हाम्रो त्यहाँको ट्रिप चाहिँ होप सक्सेसफुल होस्। एकदम दामी एकदम इन्टरटेनिङ भिडियो बनाउँछौँ हामी होइन। yes. सो या किप लभिङ 101 भाइन्स, किप लभिङ। थ्याङ्क सो मच गाइस, लेट्स मिट नेक्स्ट टाइम। या